हेलो गुड मर्निङ जय मसी नमस्ते सेवा सन्चै हुनुहुन्छ हजुरहरू। आज चाहिँ हाम्रो घरेलु सङ्गति छ अनि हाम्रो तर्फबाट यो महिना अनि हामी चाहिँ घरेलु सङ्गतिको लागि प्रिपेयर गर्दैछौँ। अनि आज चाहिँ सन्डे भएको भएर म र मेरो बुढा मिलेर सपिङ गर्नेछौँ। अब हामी सपिङ गर्न जानेछौँ, हल्का ग्रोसरीहरू गर्नुपर्ने छ अनि आज नै हामीले चर्चमा पुर्याएर भोलि पनि हल्का अरू सामानहरू लगेर जानुपर्ने हुन्छ। त्यही भएर अहिले हामी सपिङ गर्न अनि ग्रोसरीहरू गर्न जाँदैछौँ। अहिले चाहिँ डेन्जर पानी परेको छ। यो चाहिँ हाम्रो हङकङको फ्रुट्स अनि सबै सब्जीहरू पाउने ठाउँ हो। सरी मेरो कस्तो घाँटी भएको भेजिटेबलहरू परसम्म छ। यो चाहिँ तलसम्म हुन्छ। ल हेर्नुहोस् गाइजहरू, मैले बनाएको अचार यो चाहिँ करेला अनि आलुको अचार हो। मैले मिक्सवाला बनाएको छु। अनि यो चाहिँ एग हो, फ्राई एग। फर्स्टमा मैले त्यो बोइल गरेर अनि बनाएको। अनि यो क्युकम्बर र क्यारट। अनि यहाँ चाहिँ मैले बनाएको पोर्क हेर्नुहोस् त, स्मेल सो गुड। अनि यहाँ करेला छ, यसको चिकनको लागि हो। अनि हामीले तेल चाहिँ यहाँ राखिराखेको छौँ। यो यसरी लानको लागि इजी हुन्छ नि त, अहिले इजी टु क्यारी भनेर म एउटा स्टोर चाहिँ हजुरलाई ल हेर्नुहोस्। सेल चाहिँ यस्तो छ है गाइजहरू। ल यो हो। अनि यहाँ अर्को त्यहाँ चिकन फ्राई पाक्दैछ। अनि यो चाहिँ हाम्रो मिक्स फ्रुट्स हो। मिक्स भन्दाखेरि पनि एप्पल छ टपमा अनि तल मेलन हो, एप्पल अन टप। ल हेर्नुहोस् हाम्रो आजको खाना, बेलुकाको हाम्रो डिनर। अनि यहाँ चाहिँ हाम्रो चिकन पाक्दैछ। यो चाहिँ चिकन हो, बोनलेस चिकन, जस्ट फ्राई गर्ने हो। अहिले चाहिँ हामीले खानाहरू पकाएर अनि सबै प्रिपेयर गरेर हामीले अहिले प्याक गरेर पनि अनि बाटोमा छौँ, जाँदैछौँ सङ्गति। नेपालमा चाहिँ हामीले प्रायः घरेलु सङ्गति घर घरमा गएर गर्छौँ। अनि तर हङकङमा चाहिँ सबैजनाको रुमहरू ठुलो हुँदैन अनि सबैजना अट्ने, त्यो भएको भएर हामीले चाहिँ प्रायः सङ्गति चाहिँ चर्चमै राख्ने गर्छौँ। अनि हाम्रो पनि आज सङ्गति चर्चमै छ हाम्रो तर्फबाट। अनि महिनामा एकचोटि हुन्छ हाम्रो घरेलु सङ्गति। अनि सबैजनाको पालै पालो हाम्रो चाहिँ 1 वर्ष 1.5 इयर भयो होला। अनि हाम्रो टर्न आयो अगस्तमा हाम्रो सङ्गति, घरेलु सङ्गति। दाजुभाइहरूको भारी बोकाइ डेन्जर छ है। ल ठिक छ है, ठिक छ। दाजुभाइहरूको भारी बोकाइ डेन्जर छ भनेको। यहाँ चाहिँ सबै कुरा पसेको छ। हाम्रो यो सानो ट्रली छ, खानाहरू सब प्याक गरेर मैले भित्रमै लोड गरिदिएको छु। उहाँ चाहिँ हाम्रो मनिष भाइ हुनुहुन्छ, चर्चकै भाइ। भेरी गुड। हाम्रो भाइ एकदमै राम्रो हुनुहुन्छ। आई मिन राम्रो भन्नाले त्यो यस अनुसार भन्न खोजेको होइन, उहाँको बिहेभियरहरू सबै आनी बानी भनौँ न। भेरी गुड। सङ्गति चाहिँ हाम्रो खास 7 बजेबाट हो अनि अलमोस्ट 7 हुन लाग्यो। 6:55 भइसकेछ। अनि हामी चाहिँ अन द वे छौँ, सबवेबाट निस्किएर अनि एकैछिनमा पुगिहाल्छौँ। अब हङकङको बस यस्तो हुन्छ है। यो एलिमेन्ट्स प्लाजा हो। हामी चाहिँ यहाँबाट हाम्रो चर्च यताबाट जानुपर्छ। हजुरहरू दाजुभाइलाई म एउटा क्वेसन गर्न चाहन्छु। बाजेले मलाई बिहानदेखि सोध्नु भएको छ होइन, अनि मैले भनेको यस्तो चाहिँ हो भनेको होइन। बाजेले भनेको घरेलु सङ्गति भनेको पिकनिक हो अरे। के हो घरेलु सङ्गति? बाजेले बुझ्नु भएको, जे बुझ्नुभयो त्यही भन्नुभयो नि बिचरा।
अनि मैले चाहिँ अर्कै गरी एक्सप्लेन गरेँ होइन। घरेलु सङ्गति भनेको अर्कै हो, पिकनिक भनेको चाहिँ खानाकै लागि जाने हो होइन। पिकनिकमा चाहिँ खाने, झ्यामझिम रमाइलो गर्ने त्यति मात्रै हो। हाम्रो घरेलु सङ्गतिमा चाहिँ रमाइलो हुँदैन भनेको क्या। मैले खाने मात्रै होइन, हामी चाहिँ यहाँ सेवा गर्न आएको हो। त्यो भन्नुभयो। म ठिक हो कि बाजे ठिक हो त? म राइट हो कि बाजे राइट हो? धन्यवाद हजुरहरूलाई। म चाहिँ अहिले यतिखेर लिफ्टमा छु, काम जाँदैछु। आज एकदम तातो छ बाहिरको टेम्परेचर। मैले चाहिँ घरेलु सङ्गतिको भिडियो कम्प्लिट गर्न पाएको थिइनँ, किनभने हामी घर पनि एकदमै ढिला फर्क्यौँ। अलमोस्ट 10 o'clock भएको थियो, 10:30 नै भएको थियो होला। अनि त्यो भएर हिजोको भिडियो चाहिँ मैले कम्प्लिट गर्न पाइनँ। अनि मैले बिचबिचमा भिडियोहरू लिन्छु भनेको थिएँ, त्यो पनि मेरो प्लान चौपट भयो। अनि केही छैन, अहिले चाहिँ म काम हिँड्दैछु। अनि यहाँ अहिले बिहान भएको भएर यहाँ चाहिँ यस्तै छ, सुनसानै छ भनौँ न। यहाँ चाहिँ 12 बजेतिर मात्रै सबै सपहरू ओपन हुन्छ क्या। अनि अहिले एकदमै गर्मी छ नि त, त्यो भएर मैले सनग्लास लगाएको, नक्कल पार्नलाई त होइन। मलाई फेरि यो धेरै घाम भयो भने मेरो टाउको दुखिहाल्छ कि, त्यो भएर पनि आफ्नो प्रोटेक्सनको लागि म चाहिँ प्लान गर्छु क्या अगाडि नै। त्यो म घरबाट ठ्याक्क लिफ्टमा हुँदा नै मैले सनग्लास लगाइहालेको थिएँ। हुन्छ, धन्यवाद सबैजनालाई है। अनि हाम्रो घरेलु सङ्गतिमा हजुरहरू सबैजना आइदिनु भयो। अनि हजुरहरू हाम्रो मण्डली परिवार अनि यो भिडियो हेरिरहनु हुने हजुरहरू सबैजनालाई थ्याङ्क यू सो मच भन्दै आजको भिडियो म यहाँ एन्ड गर्न चाहन्छु। थ्याङ्क यू सो मच, बाई बाई।